साथीहरू लौ आयो फेरि पनि कपुर जल विधि। कपुर जल विधिको लागि हजुरहरूले बेलुकी साँझमा नै यसरी जल राख्नुपर्ने हुन्छ काँसको बटुकीमा। काँसकै बटुकी लिने है साथीहरू, त्यसमा चाहिँ शुद्ध जल भर्ने है। अब यसमा यो दैनिकी गर्ने कार्य हो। गङ्गाजल हजुरहरूको आफ्नो इच्छा है। गङ्गाजल 2-4 थोपा अलिकति राख्न पनि सक्नुहुन्छ, नराख्न पनि सक्नुहुन्छ, आफ्नो इच्छा। त्यसमा चाहिँ यो पूजामा प्रयोग हुने कपुर जुन हुन्छ, यस्तो खालको कपुर हजुरहरूले कतिवटा राख्ने, आफ्नो घर कत्रो छ, घरको आफ्नो साइज हेरेर, प्रकृति हेरेर, घरको अवस्था हेरेर हजुरहरूले यसमा चाहिँ मिडेर है यसरी धुलो बनाएर कपुर राखिदिने। 2वटा, 3वटा, 5वटा, 4वटा, 6वटा, 7वटा जति राख्नुहुन्छ हजुरहरूले राख्ने, यसरी राख्ने। अनि त्यसलाई चाहिँ छोपिदिने। अब बेलुकी साँझमा चाहिँ छोपिदिने, ढाकिदिने है। अब यस्तो खालको एउटा कुनै पनि प्लेटले ढाकिदिने यसरी र राखिदिने। पूजा कोठामै राख्दा पनि हुन्छ, अन्य कुनै रुममा राख्दा पनि हुन्छ, कोठामा राख्दा पनि हुन्छ। र भोलिपल्ट बिहान बेसार जल विधि गरिसकेपछि, बडार कुडार गरिसकेपछि, स्नान आदि कार्य सकेर शुद्ध वस्त्र धारण गरिसकेपछि हजुरहरूले यसलाई चाहिँ निकाल्ने, यसरी खोल्ने। त्यसमा चाहिँ पुष्प, अब पुष्पमा सयपत्री, गुलाबको कुनै पनि पुष्प लिन सक्नुहुन्छ। यसरी पुष्प राखेर हजुरहरूले पूजा कोठाबाट सुरु गर्ने है। पूजा कोठामा छर्कने, अनि त्यसपछि बेडरुमहरूमा, भान्साहरूमा सबैतिर छर्कने। यदि छोराछोरी उठेका छैनन्, कुनै रुमहरू खुलेका छैनन्, बन्द नै छ भने चाहिँ फेरि हजुरहरूले राख्ने। जतिखेर हजुरहरूलाई टाइम मिल्छ, जतिखेर उहाँहरू उठ्नुहुन्छ हैन, त्यसपछि हजुरहरूले फेरि छर्कने है त साथीहरू। र महिनावारी भएको 5 रात कटिसकेपछि यो कार्य गर्न सकिन्छ है। बेसार जल विधि बरु गर्न सकिन्छ, तर कपुर जल विधि चाहिँ हजुरहरूले महिनावारी भएको पुरा 5 रात कटेपछि 6 दिनको दिन नुहाई धुवाई गरेर हजुरहरूले गर्न सक्नुहुन्छ। र जुठो सुतक परेको छ भने चाहिँ यो कार्य नगर्नु होला, किनभनेदेखि जुठो सुतकमा अब यो पूजा कोठाबाट सुरु गर्नुपर्छ हैन। जुठो सुतकमा चाहिँ नगर्नु होला साथीहरू। यो चाहिँ दैनिकी गर्ने हो, जहिले गर्दा पनि हुन्छ। कतिजनाले कमेन्टहरू गर्नुहुन्छ कहिलेदेखि सुरु गर्नु भनेर। भोलिदेखि नै गरिदिनु, भोलि अष्टमी पनि छ, भोलिदेखि नै गर्नु। यो जहिले भिडियो हेर्नुहुन्छ त्यसकै भोलिपल्टदेखि गर्न सुरु गर्दा हुन्छ। भएन भने हजुरहरूलाई त्यस्तो लाग्छ भने शुक्रबारको दिन पारेर हजुरहरूले यो विधि गर्न सक्नुहुन्छ। धन सम्बन्धी समस्या, यो मेन्टली जुन डिस्टर्ब भइरहेको हुन्छ त्यसको लागि एकदमै राम्रो हो है यो। जस्तो डिप्रेसन हैन, यस्तो अलिकति हेडेक, टेन्सन छ, यस्तो ऊर्जाहरू छैन, ऊर्जाहरूको कमी छ भने चाहिँ हरेक प्रकारलाई चाहिँ एकदमै राम्रो गर्ने विधि हो। हजुरहरूले गरेर हेर्नु होला। जय लक्ष्मी माता।